धन्यवाद मासेजुज्यू अम्मलाई केसुची साङ्गेलाई केसुची छोलाई केसुची केन्द्रलाई केसुची आजका यस नेपालबाट यस विशेष कार्यक्रमका लागि पाल्नुभएका प्रमुख अतिथि आदरणीय विधि तामाङज्यू र विशेष अतिथि हाम्रो कोशिश उइबा गुरुज्यू त्यसै गरी आदरणीय श्रद्धेय बिसिसिके र नेपालबाट पाल्नुभएका अर्को खेम्पु गुरुज्यूहरू र लोपेन गुरुज्यूहरू त्यसै गरी बिसिसिकेका संस्थापक आमा अध्यक्षज्यू तथा प्रमुख सल्लाहकारज्यू र सल्लाहकारज्यूहरू कार्य समितिका पदाधिकारी साथीहरू आमा अध्यक्षज्यू र दिदीबहिनीहरू त्यसै गरी ट्रस्टीज्यूहरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू अध्यक्षज्यूहरू र प्रतिनिधिज्यूहरू र मिडिया साथीहरू यहाँहरू सम्पूर्णलाई स्वागतको साथ टाँसिँदै भन्न चाहन्छु। आज हामी यहाँ एउटा विशेष उद्देश्यका साथ भेला भएका छौँ। मेला रिपा च्यारिटी सोको माध्यमबाट मानवता धर्म र करुणाको सन्देशलाई अझ व्यापक बनाउने उद्देश्यका साथ आजको मेला रिपा च्यारिटी सो केवल मनोरञ्जनको लागि होइन, मानवता करुणा र आत्मपरिवर्तनको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो। मेला रिपाको जीवनले देखाउँछ कि गल्ती मानव स्वभाव हो, तर धर्म साधना र प्रयासद्वारा परिवर्तन गर्ने सम्भव छ। बुद्धको शिक्षाले लोभ क्रोध र अज्ञानतालाई त्यागेर करुणा प्रेम र प्रज्ञाको मार्ग अपनाउने प्रेरणा दिन्छ, जसले व्यक्तिगत विश्वास शान्तिको आधारमा बनाउँछ। साँचो धर्म धेरै ज्ञानमा होइन, त्यसलाई व्यवहारमा उतार्नुमा हुन्छ र त्यसैले अनित्य जीवन सम्झेर सत्कर्म गर्दै एकता धैर्य र सन्तोषको मार्गमा हिँड्नु नै साँचो शान्ति र मानवताको बाटो हो। यो एउटा आत्मिक यात्रा हो, यो एउटा आत्मा परिवर्तनको कथा हो र हामी सबैलाई आफ्नो जीवनतर्फ फर्केर हेर्ने प्रेरित गर्ने दर्पण पनि हो। आजको मेला रिपा सोले केवल कला प्रस्तुत गर्ने छैन, यसले तपाईँ हामी सबैको चेतना जगाउनेछ, यसले हाम्रो मनलाई स्पर्श गर्नेछ र यसले हामीलाई अझ राम्रो मानिस बन्ने प्रेरित गर्नेछ भन्ने पूर्ण आशा लिएको छु। आजको विश्व समाज द्वन्द्व हिंसा र मानसिक अशान्तिले ग्रसित छ। यस्तो समयमा भगवान बुद्धको शिक्षाले मानवताको लागि शान्तिको ज्योति बनेर मार्ग देखाएको छ। बुद्धले देखाउनु भएको करुणा अहिंसा र प्रेमको मार्ग नै दिगो विश्व शान्तिको आधार हो। बुद्धको सन्देश हामी सबैका लागि स्पष्ट छ। तपाईँ हामी सबैको जिन्दगीमा दुःख छ, दुःखको कारण तृष्णा हो र तृष्णा त्यागे दुःख अन्त्य हुन्छ र अष्टाङ्गिक मार्ग त्यसको उपाय हो। माहेनी अचले असङ्गले भन्नुभएको छ, सांसारिक सुखको लोभ नुनिलो पानी जस्तै हो, जति पियो तिर्खा जन बढ्छ। धर्मको मूल्य धेरै ग्रन्थ पढ्नु वा धेरै ज्ञान हुनुमा होइन, त्यसलाई जीवनमा व्यवहारमा उतार्नुमा हुन्छ। यदि मानिसले आफ्नो लोभ क्रोध र अन्तहीन इच्छाहरू नियन्त्रण गर्न सकेन भने उसले कहिल्यै सन्तुष्ट पाउँदैन। त्यसैले म कुनै पनि बेला मर्न सक्छु भन्ने सत्यलाई सम्झेर राम्रो कर्म गर्दै अभ्यास गरेर जीवन जिउनु अत्यन्तै आवश्यक छ। यसै सन्दर्भमा बिसिसिकेको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ, जुन कुरा अघि नै मासेजुज्यूले पनि भनिसक्नु भएको छ। बिसिसिके केवल एउटा गुम्बा होइन, यो अध्ययन अभ्यास र संरक्षणको केन्द्र हो।
यो मन रूपान्तरण गर्ने स्थल हो र यो विविधता र एकताको प्रतीक हाम्रो साझो गुम्बा हो। यस गुम्बाले निरन्तर प्रयास गर्दै आएको छ हाम्रो संस्कृति पहिचान जोगाउन र समुदायमा एकता र सहकार्य बढाउन र नयाँ पुस्तालाई धर्म, संस्कृति र नैतिक मूल्यहरू जोड्न। गुम्बा वा मन्दिर जानु श्रद्धाको एउटा प्रतीक हो। गुम्बा मन्दिर जानु सजिलो छ, तर आफ्नै मनलाई गुम्बा मन्दिर बनाउनु गाह्रो छ। हामीले धर्म रातो लुगा लगाएको गुरुहरूमा मात्र हेर्ने होइन। धर्म भनेको हामीले गर्ने कर्ममा देखिनुपर्छ र भगवान मूर्तिमा मात्र होइन, हामीले गर्ने आचरणमा देखिनुपर्छ। तपाईँ हाम्रो नाम, पद, प्रतिष्ठा पहाड माथिको कुहिरो जस्तै हो, धन आकाशको बादल जस्तै हो, जवानी वसन्त ऋतुको फुल जस्तै हो, सुन्दरता बर्खायामको इन्द्रिणी जस्तै हो। यो सबै छिनिक हुन्। त्यसैले सधैँ अनित्यलाई बुझेर सत्कर्म मार्ग तपाईँ हामी सबैले रोजौँ। आउनुहोस् हामी सबै मिलेर यो पुण्य कार्यलाई सफल बनाऊ र धर्मको उज्यालो आफ्नो हृदयमा फैलाऊ। लोभ, द्वेष र मोह त्याग्दै करुणा, ध्यानशील प्रज्ञाको अभ्यास गर्दै सबै प्राणी हितको लागि बोधिचित्त जागृत गरौँ। यही नै दुर्लभ मानव जीवनको साँचो सार हो। यही नै बुद्ध धर्मको साँचो सन्देश हो। अन्तमा हाम्रो मन नै हाम्रो मन्दिर हो, हाम्रो करुणा नै हाम्रो दर्शन हो। मानवता भन्दा ठुलो कुनै धर्म छैन। राग, द्वेष, मोहमाथि जित्न सके हार्नुपर्ने कुनै युद्ध छैन। शान्ति भन्दा पर भेट्नुपर्ने अर्को बुद्ध छैन। यही शब्दहरू साथ मेरो 2 शब्द मन्तव्य यहीँ समापन गर्न चाहन्छु। धन्यवाद। भवतु सर्वमङ्गलम्।